चिया घोप्ट्यो यहाँ चाहिँ हाम्रो नाम के हो नाम के पो गौदा माइला हुन्छ है नाम राम्रो आयो यहाँ हाम्रो माइला दाजु मेरनबारी गाडोधुरा निवासी पहिला त खुट्टा राम्रै थियो उहाँको तर अहिले अब उहाँको दुर्घटना भयो बापत उहाँको खुट्टा काट्नु पर्यो र अहिले उहाँ अब यस्तो बैशाखीमा हिँड्नु पर्दैछ पहिला उहाँ राम्रै हुँदा घाँस पात दाउरा गाई चराउनु गाउँभरिको गाई लिएर जङ्गलमा लिएर गाई चराउँथ्यो तर अचानक उहाँको अब दुर्घटना भयो गाडीसँग र उहाँको अब अलिक आर्थिक अवस्था कमजोर भएको कारण साथै अलिकति देखभाल राम्रो नभएको कारण खुट्टा गर्नु पर्यो तर उहाँले हरेस खाएको छैन एकदम उहाँको मुहारमा हँसिलो छ है उहाँको मुहार हँसिलो छ खुसी छ उहाँ ल चिया खानु ल भिडियो बनाइदिन्छु गुड